समृद्धि गुरुङ हो। तपाईँहरूले माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना। यो सेलरोटी पनि सेतो एन्ड रातो। माघे सङ्क्रान्ति सबै आदिवासी नेपालका जनजाति हो या कुनै पनि महत्त्वले अन्य जातिहरू सबैको पर्व हो। चिरजना भएपछि माया बस्दो रहेछ। प्राण प्यारीलाई पनि माघे सङ्क्रान्तिको शुभकामना। तर subscribe to my channel. हेलो नमस्ते छजालो जोडले म हुँ एन्डी र यो हो एन्डी लाहुरे भ्लग्स। सबैजना कुशल मङ्गल नै हुनुहुन्छ होला। म पनि एकदमै ठिकठाक छु। ठिकठाक भएँ अहिले। पहिला अब भ्लग नआउनुको कारण थियो म बिमार थिएँ, सो त्यही कारणले भ्लगहरू आएको थिएन। आज माघे सङ्क्रान्तिमा अलिक फिट भएर फेरि तपाईँहरूको लागि भ्लग्स लिएर आउँदैछु। सबैजनालाई माघे सङ्क्रान्तिको धेरै शुभकामना छ र मेरो साथमा हुनुहुन्छ मेरो छोरीको तर्फबाट पनि तपाईँहरूलाई अब छोरी के भन्नुहुन्छ? नमस्ते, म समृद्धि गुरुङ हो। तपाईँहरूले माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना। थ्याङ्क यू। मेरो छोरीकोबाट पनि शुभकामना। एनजीको बहिनी हो। एनजी बोल्दैन, बहिनी परर बोल्छ, हो कि होइन? हो। कति क्लासमा पढ्नुहुन्छ हजुर? 3मा पढ्नुहुन्छ। कुन चाहिँ स्कुल? एनसिसिएस। एनसिसिएसको फुल फर्म थाहा छ? भन्नुहोस् त। नेसनल क्रिएटिभ को एजुकेसनल स्कुल। भेरी गुड। पहिला त जानेको थिएन। कसले सिकायो? स्कुल। कसले सोधेको यो क्वेसन पहिला फर्स्टमा? हजुर, यो क्वेसन कसले सोधेको? यो तपाईँले हो, त्यहाँबाट जानेको। ओके, अलराइट। आज हामी अब माघे सङ्क्रान्ति मनाउँछौँ सबैजना मिलेर, होइन? सो छोरीलाई पनि खोइ त हेलिना उसको मम्मी निर छ। ओके, उसको मम्मी निर हेलिना एक्लै, हाम्रो समृद्धि अहिले एक्लै भएको छ। सो त्यही भएर एन्जिना दिदी निर आएको छ, होइन? आज यहाँ हामी माघे सङ्क्रान्ति बब्बाल मनाउनुपर्छ। ओके ल, अलराइट। सबैलाई हेर्दै गर्नुहोस् एन्डी लाउरे भ्लग्स भन्नु न। हेर्दै गर्नुहोस् एन्डी लाउरे भ्लग्स। थ्याङ्क यू भनिदियो। बाई बाई, फेरि भेटौँ। आजको माघे सङ्क्रान्तिको खानेकुराको आइटम यस्तो छ। सबभन्दा पहिले यो खानुपर्छ अरे मुला अनि सुन्तला। त्यहाँबाट यसलाई के भन्छ? यो तिलको लड्डु, यो तपाईँको चाकु, एन्ड यो सेलरोटी पनि सेतो एन्ड रातो, यो 12, एन्ड यो तरुल, वनतरुल, घर तरुल, यो गहतको झोल। यता 12 बनाउनु अझै बाँकी नै छ। उतातिर के आइटम छ हामी अहिले त्योहरू नखोलौँ होला। अब भने एकछिनमा यहाँनिर खानापिनाको कार्यक्रम सुरु हुन्छ। हल्का सानो एकदम माघे सङ्क्रान्तिलाई सेलिब्रेट गर्नको लागि मात्रै आज हामी जहिले त खाइन्न, होइन? अब कहिलेकाहीँ त खानुपर्छ यो चिजहरू। यो चाहिँ अर्ग्यानिक चिजहरू हो। सो सबैजनालाई माघे सङ्क्रान्तिको फेरि पनि धेरै धेरै शुभकामना। अहिले एकछिनपछि टुँडी खेलमा हामी भेट्नुपर्छ। ल गाइज, हेर्दै गर्नुहोस् एन्डी लाहुरे भ्लग्स। ओके, आज संजोग बस नै भन्नुपर्छ। दुईजना नै अलिअलि बिमार भएको कारणले दुईजना सम्धिज्यूको काठमाडौँमा भेट भएको छ।
एकजना छोरीपट्टि एकजना छोरापट्टि उहाँ हाम्रो ज्वाइँ साहबको बाबा हुनुहुन्छ भने यता हाम्रो बाबा दुईजनै इन्डियन आर्मीबाट रिटायर अहिले चाहिँ काठमाडौँमा दुईजनाको भेट भएको छ। भेट चाहिँ बिरामी भएको कारणले नै भएको जस्तो लाग्यो मलाई। दुईजनै अलिअलि स्वास्थ्य स्थिति ठिक नभएर चेक जाँच गर्नको लागि काठमाडौँ आउनु भएको छ। अब तपाईँहरूको तर्फबाट पनि माघे सङ्क्रान्तिको शुभकामना दिनुपर्ने भयो ल। माघे सङ्क्रान्तिको शुभकामना सबैलाई अहिले ल हजुर ल ल हाम्रो मामाश्रीको तर्फबाट र यता बाबाको तर्फबाट पनि केही माघे सङ्क्रान्तिको बारेमा केही भनिदिनुहुन्छ कि? माघे सङ्क्रान्ति सबै आदिवासी नेपालका जनजाति हो या कुनै पनि महत्त्वले अन्य जातिहरू सबैको पर्व हो। अब यो सबैले मान्छन्, मान्न पर्यो। घरका सबभन्दा मुली बाजे बुजू बाउ आमा छोरा बुहारी नाता नतिनी अन्यको लागि एउटा अनि चाड हो। यस चाडलाई सबै महानुभावहरूले मानिराखेको छ, राष्ट्रले पनि अनि बिदा पनि दिएका छन्। र मठ मन्दिर या नदी नाला गङ्गाको किनारामा गएर धेरै अनि आफ्ना पितृहरूलाई सम्झेर देवी देवतालाई सम्झेर अनि फुल यदि बत्ती टपरामा हालेर गङ्गामा चढाउँछन्। र पति और पत्नीको विषयमा अब पत्नीले चाहिँ नि खुट्टाको पानी धुवाएर पानी खान्छन्। और सबै कुरोका अब मान्यता गरेको बाद फेरि सब भेला भएर परिवार भेला भएर खाना पिना खिचडी तरुल सरकन्टा अनि अन्य अनि त्यसमा के भन्छ त्यो अहिले फुरौला बनाएर खुसियालीको साथ बसेर खानपिनका एउटा समाधान मिलाएर खान्छन्। कुनै पनि भगवानको चाड चाहिँ होइन यो, होइन? भगवानको चाड चाहिँ नि अब यो खासै होइन। अब होइन भने भयो। भगवान त भगवानकै प्रति हो, सबै कुरा आस्था सबैको भगवानकै प्रति राख्छन्। भए तापनि एकचोल लाएर लो फलाना भगवान फलाना देवी फलाना चाहिँ भनेर चाहिँ गर्दैन। एउटा शिवको नामबाट पनि अहिले जल चढाउँछन् अनि खुट्टाका पानी खान्छन्। र सत्य मनले काम गरेर हो या होइन यो मेरो पति हो, यो मेरो पत्नी हो या मेरो परिवार हो भन्ने एउटा त्यसमा सबैको मध्यम बुझाइमा हुनपर्छ। ओके ल अनि अब हाम्रो सम्झीज्यू पनि केही स्वास्थ्यका जाने कमी कमजोरीले र म पनि दुईजनाको बिचमा अहिले भेटवार्ता पनि भइरह। र यसमा अब आफ्नो आफ्नो दुखेसो आफ्नो आफ्नो पीडा छँदैछ। भए तापनि यो चाडहरू तपाईँ हामी बसेर राम्रोसित मनाइयो भने अनि त्यही हो हाम्रो एउटा खुसियाली। मरिलाम त केही पनि छैन जिन्दगीमा हो। मरिन्जेल हाँसी मजा गर्ने सुख दुःखको कुरा गर्ने यो र माघमा पकाएर पुसमा पकाएर माघमा खाने भन्ने चलन छ। यो हिजो पकाएको अब रथको आज चाहिँ पुसमा पकाइ आज माघमा खाने हो। खास खाएर तपाईँहरू स्वस्थ हुने हो। खास गरेर वनतरुलको बहुतै महत्त्व वनतरुल पनि छ। तपाईँहरू यो खाएर दुईजना एकदम स्वस्थ हुनु पर्यो। माघ 1 गतेबाट स्वास्थ्यमा अझै सुधार आउनु पर्यो। ल हजुरहरू सुरु गर्नुहोस्। तपाईँहरूको लागि यो सबै आइटम सकेसम्म सबै आइटम
अलिअलि बनाएको छौँ। ल अब दुईजना ल यहाँ अब धन्यवाद छ। ल हजुर ल ल भयो ल स्याबास धन्यवाद छ सबैलाई शुभकामना छ। अब यही खुसियाली हो हाम्रो। हो ल सुरुवात अब बुहारीले अब ट्याक्क सबै कुरो चाहिँ जो हुनुपर्ने होइन हजुर। मिलाएर ल्याएर अब सम्झी दुडाले चाहिँ फेरि सुरु गर्नु पर्यो। ल ल अब यही पहिला नै हो। मुला खानुपर्छ मुला अब पहिला खाने त मुला मुला खानुपर्छ अब बढाउला अब सुन्तला तिल यो गुलियो त खानै भएन। तिल गुड सबै छ त्यहाँ सबै ल। चिज अब परिकार चाहिँ अब बहुत धेरै हुन्छ यो सबै कुरा। अब यसो अलिअलि गर्ने ल ल सम्झि ल ल हजुर ल चियर्स ल ह्याप्पी माघे सङ्क्रान्ति। मेरो छोरीलाई पनि भोक लागिसक्यो के हो भोक लागिरहेको छैन। लो बेबीलाई दिनु पर्यो बेबीलाई भोक लागिसकेछ। ल अब घरमै खाएको ल ओके सुरु गरौँ अब खाने पनि सुरु गरौँ। ओके प्राण प्यारीलाई पनि माघे सङ्क्रान्तिको शुभकामना। तर बाबा भन्नुहुन्छ पतिदेवको खुट्टाको पानी खानुपर्छ आज श्रीमतीहरूले। खाने नखाने हो खाँदैन अहिलेसम्म खाएको पनि छैन म खुवाउन पनि चाहँदैन। त्यो एउटा ऊ त हो तर पनि राइट ठिक छ नखाने भए ढोक्न पनि परेन एउटा सम्मान भए पुग्यो मलाई पनि होइन। राइट आज माघे सङ्क्रान्ति अन्त टुँडी खेलमा पनि हाम्रो थारू समुदाय र मगर समुदायको भव्य रमाइलो छ। सायद एकछिनमा जानुपर्छ र यो तिलको लड्डु यो सुगर फ्री यो सुगरवाला यो एन्जीले बनाएको के हो यो बाह्र कुरा होला। यो अर्ग्यानिक पुलीमरङबाट बाबाले लिएर आउनुभएको तरुल। यो पनि तिलको नै हो। यो चाकु पहिला सुन्तलाहरू खानुपर्छ के भनेपछि चाहिँ कुरो मुला सुन्तला। सो सबैजनाले सङ्क्रान्ति मनाउनु होला पुसमा पकाएर माघमा खाने। हामीले हिजो पकायौँ र आज खाँदैछौँ। र हजुरको तर्फबाट पनि माघे सङ्क्रान्तिको सबैलाई शुभकामना दिनु होला। सबैजनालाई ह्याप्पी माघे सङ्क्रान्ति रमाइलोसँग मनाउनु। हामीले मनाउँदैछौँ सबैजना मिलेर है ह्याप्पी माघे सङ्क्रान्ति सबैलाई। खोइ बच्चाहरू खोइ माथिसहरू बोलाएर बोलाउनुहोस्। तिनीहरूको अलग्गै माघे सङ्क्रान्ति हो र बाबा आमा बाजे बोजूहरूसँग बसेर मनाउनु पर्ने होइन नि। एउटा नयाँ ओहो ल कोही नुहाइरहेछन् कोही नक्कल पार्दैछन् कोही के गर्दैछन्। हामी चाहिँ अब बुढाबुढी सबै हल्का फुल्का खानेकुराहरू तयार गरेर माघे सङ्क्रान्तिको तयारीमा छौँ। धेरै दिनमा भ्लग्स नआएको पनि म पनि बिमार थिएँ अनि त्यहाँबाट कति 6-7 दिन सुतेँ। अहिले चाहिँ अब जस उठेको छु चिसो लाग्यो पुष्पन्धले बिरामी नै बनायो। सो अब भने लगभग कन्टिन्यू एक दुई दिनमा भ्लग्स पक्कै आउनेछ तपाईँहरूको लागि चिन्ता नगर्नुहोस्। सबैलाई माघे सङ्क्रान्ति लभ यु अल। अब हामी हल्का फुल्का खान्छौँ इन्जोय नि गर्छौँ। खासै मलाई अब त्यस्तो त पर्दैन तर अब एउटा संस्कार संस्कृतिलाई जगेर्ना गर्दै मेरो बुढीले आज मलाई के गर्दैछ म हेर्दैछु प्रतीक्षामा छु म
भोग्नु पर्यो अरे बाफ रे ल सदा खुस रहो बेसी नरिसाउ रिसाउने काम झगडा गर्छ रिसाउँदैन नगर है रिसाउने काम गर्छ कहाँ रिसाउने काम गरेछु मैले नहुने ल ओके आज त ढोक पनि भयो बाबा र मामा यता लिँदै हुनुहुन्छ कस्तो छ मामाश्री खानेकुराहरू ठिकै छ एकदम बेहरी राम्रो राम्रो छ है ल आइटम आइटमै आइटम पुरा गनी नसक्नु भयो आइटम गनी नसक्नुभयो आरामसँग खानु होला अब भात पनि खानुपर्छ फेरि यति खाएपछि त फेरि झऱ्याप्पै ल आरामसँग दुईजना हजुरहरू आरामसँग लिनु होला मिसेस तारा गुरुङ पनि लिँदै हुनुहुन्छ आइटम आफै बनाउने आफै खाने बिचरा के गर्नु है ल हेर्नुहोस् त हाम्रो मान्छेहरू अझै आउनु भएको छैन सो हामीले चाहिँ खायौँ मैले खाइसकेँ मिसेस तारा गुरुङ लिँदै हुनुहुन्छ कस्तो छ ठिक छ तिमी त अरू बेलामै अस्ति खाएको होइन तरुल त हामीले त आज तिमीले बनतरुल ल्याएन कि हो मलाई बनतरुलको टेस्ट आएन त हौ ल बनतरुल पनि खानुपर्ने हुन्छ बनतरुल कहाँनिर छ भन्ने कुरो हो कुन बनतरुल खोइ सानो पो हुन्छ त बनतरुल त यत्रो यत्रो लुकुर्के ल काटा त कस्तो रहेछ बनतरुल बनतरुल हो यो कहाँ कहाँबाट खोजेर ल्याउनु पर्ने हुन्छ यो कसै मुकै पठाइदिएको त कस्तो राम्रै नपऱ्यो हो ट्यामै भएको थिएन कि अब ट्याम त भएको होला किन भने माघमा खाने अहिले खाने चिज अस्ति बेला झन् कलिलो हुनुपर्ने राम्रो त राम्रो थियो एकदमै होइन त मन्डी गरेर ल्याएर आएको मैले तर एकदम कस्तो खालको पऱ्यो ल यो खाऊँ है त अब यो चाहिँ बनतरुल रहेछ बल्ल मजा आयो माघे सङ्क्रान्तिमा तरुल खाना आइज नानी हो भनेको त के हो तिमीहरू त सुतेको गजबले सुतेको छ भनेको थाहा पाएँ त मैले त नि नखाने के खाएको यो के हो यो यस्तो खाएर बसेछ अनि ओ स्नेह गुरुङ के भयो नखाने मैले त घरै खाएर आएको घरै एन्जी एकछिनमा खाने बिस्कुट नल्यायो यी नाति यस्तो खाँदै बसेछ दाइले गिफ्ट दिएको माघे सङ्क्रान्तिमा यस्तो छ चाला छोरीहरूको अब मारै यता डल्लो परेको एउटा यता डल्लो एउटाको नाम डल्लो एउटाको नाम लाम्छु यस्तो छ चाला यिनीहरूको ल ह्याप्पी माघी सङ्क्रान्ति बोय के हो यार खाने बेलामा कहाँ गायब हो छोरा गायब छोरी गायब किन यस्तो कता के सामान रिसिभ के हो यो पुरा पार्सलहरू हो क्या अरे बाफ रे यार यस्तो हुँदैन नि यार बहिनीले यहाँ कुरेको कुरै छ बहिनी हो दादा कहाँ गयो दिदी कहाँ गयो भनेर तिमीहरू चाहिँ खाने बेलामा कहाँ गायब हुने यार ल सबैलाई ह्याप्पी माघे सङ्क्रान्ति बोइज Magre Sankranti to all, अनि everyone. किन बिजी हो Busy? अँ Busy छैन आज. Huh? कामबाट छुट्टी हो. कामबाट छुट्टी भयो आज अरे बाफ रे
कामबाट छुट्टी हुने दिनमा फेरि बिहानै उठेर कहाँ कुदेको अरू बेलामा त 12 बजीसम्म नि उठ्दैन आज फेरि छुट्टीको दिनमा कुदेको कुदे याद नभन्नु नि तपाईँ तपाईँ हो 12 बजीसम्म सुत्ने तपाईँ हो के होइन म कहिले म 6 सुत्दैन बजी उठेर रनिङ ल एउटा गीत गाउनु पर्ने हुन्छ आज माघे सङ्क्रान्तिको उपलक्ष्यमा ल गाइदिउँ न कुन चाहिँ हो अब हजुरलाई त एउटा हाम्रो मिश्र माइला दाजुले युकेबाट छोराको स्वर एकदम मिठो रहेछ छोरालाई एउटा गुरुङ गीत मेरो तर्फबाट अडियोको पुरा जिम्मेवारी मैले लिने भएँ सलोमी गुरुङसँग गीत गाउने भनेको छ गाउने नगाउने गुरुङ गीत गुरुङ गीत तमु कोही गाउने ल एउटा जुनै भने पनि एउटा गीत गाइदेऊ नि त माघे सङ्क्रान्तिको उपलक्ष्यमा सिङ्गर हो भयो त हौ बाउ सिङ्गर हुने भनेको बाउलाई फ्लप बनाइदिए यार ल अरू के बोल्ने तपाईँ गाउने हो गाउने हो हजुर क्यामेरा गाउने। फर्केर पछाडि लुकिरहेको छु ल छिटो छिटो ल एउटा गीत भनेपछि फ्याट त सुरु गरिहाल्नुपर्छ क्या कुन गाउने गाउने हुन्छ नि त यस्तो बेला जुनै गाउँदा पनि हुन्छ फेभरेट युर फेभरेट होइन उठेर गाउनुपर्छ कर्म बम्सन अङ्कलको ल चिनाजाना ओके ल हाम्रो जोजोको गीत ल चिनाजाना भएपछि माया बस्तो रहेछ छुटिने बेलामा आँसु खस्दो रहेछ हो आँसु खस्दो रहेछ चिरजना भएपछि माया बस्दो रहेछ छुटिने बेलामा आँसु खस्दो रहेछ हो आँसु खस्दो रहेछ त्यही माया समेटी बिदा लिँदैला सधैँभरि तिमीलाई आँखामा राखौँला हो आँखामा राखौँला हाम्रो फेरि जोजोले तँलाई गाली गर्ला नि त तिम्रो बोली मिठो मुस्कान लजालु हेराइ झलझली याद आउँछ मलाई बेसरी त्यही बोली सामेटिएर बिदा ल्याउँला तिमीलाई सधैँभरि आँखामा राखौँला हो आँखामा राखौँला थ्याङ्क यू ओके तर यो गीतको लिरिक्सदेखि लिएर अलिकति भाका पनि अलिकति यो गीत अझै राम्रोसँग सुन्नुपर्ने हुन्छ हाई छ तर होइन अलिकति ट्युनिङहरू पनि चेन्ज गरेकोमा क्षमा प्रार्थी माग्नुपर्ने हुन्छ ठिक छ गीत राम्रो गाएको तर पछाडि गएर दोहोऱ्याएर फेरि लिरिक्सहरू बिर्सेर यस्तो चाहिँ अलिक भएन ल ब्रो ओके यो गीतलाई अझै राम्रोसँग सुन्ने अनि म जोजोलाई पनि एउटा गीत कम्पोज गरिदिनु भन्छु है राइट ल ह्याप्पी माघे सङ्क्रान्ति छोरीले गेम खेलेर टिङ टिङ ब्याकग्राउन्डमा दादाले गीत गाउँदाखेरि म्युजिक बजाइदियो सो राइट ल ओके उता त अब लुकिहाल्छ नि उता लजालु माया ल ओके ल अब एन्जिना गुरुङ मेरो भ्लगमा नआउने भयो त्यही भएर आजलाई भने ओ छोरी आजलाई भने ल तिमीले केही भनिदेऊ नि त ल माघे सङ्क्रान्तिको बारेमा के भन्ने अब जे मन लाग्छ त्यही भन जे मन लाग्छ त्यही भन मायामा धोका भएकै हो राइट ल सबैलाई एन्डी लाउरे भ्लग्स हेर्नु होला आजलाई हामी यो भ्लग्सबाट बिदा चाहन्छौँ भनिदेऊ एन्डी लाउरे भ्लग्स हेर्दै गर्नु होला आजलाई भने यो भ्लग्सबाट हामी बिदा चाहन्छौँ नमस्ते सबैलाई ह्याप्पी माघे सङ्क्रान्ति भन्ने एन्डी लाउरे भ्लग्स हेर्दै गर्नु
नमस्ते अनि हामी यताबाट बिदा दिन चाहन्छौँ धन्यवाद धन्यवाद अनि माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना ल थ्याङ्क यू छोरी यो त बाँटिसक्यो एन्जिना गुरुङलाई त्यसले फ्लप बनाइदिन्छ अघि होइन हो नि ल ओके बाई बाई छोरी